नमस्ते साथीहरू, आजको मार्केट अवस्था बुझौँ 2082 साल असार 16 गते। आज मार्केट 9.19 अङ्कले बढेर 2631 मा चाहिँ रोकेको छ। आज बिहानदेखिको स्थिति हेर्दाखेरि मार्केट चाहिँ अलिकति एग्रेसिभली नै 11 बजेर 15 मिनटसम्म एग्रेसिभली नै ग्रोथ गरेर त्यसपछि अलिकति डाउन भएको छ है। अनि त्यो ग्रोथ चाहिँ लगभग तपाईको हाम्रो आज 12 सवा 12 सम्म चाहिँ राम्रै ग्रोथ देखे तापनि सवा 12 पछि चाहिँ अलिकति प्यानिक चाहिँ मार्केटमा आएको देख्न सकिन्छ। मार्केटमा लोअर लो बनाउँदै तपाईको आज 1:30 बजेसम्म चाहिँ मार्केटले लगभग 2623 चाहिँ पुगिसकेको थियो। त्यही पनि त्यसपछि अलिकति रिकभर भएर आज चाहिँ 9.19% पोइन्टले बढेर 2631 मा चाहिँ क्लोज भएको छ है। आज टर्नओभर भने हिजोको भन्दा आज अलिकति घट्दो क्रममा छ। हिजो हाराहारी 7 अर्ब थियो भने आज 6 अर्ब 38 करोड बराबरको टर्नओभर छ है। तपाईँको यो आज चाहिँ 145 वटा कम्पनीहरू चाहिँ बढेका छन् भन्दाखेरि 103 वटा चाहिँ घटेको छ। आजको टप गेनरहरूको स्थिति के छ हेरौँ है। आजको टप गेनर रहेको छ राप्ती हाइड्रो, धवलागिरी लघुवित्त, विन नेपाल, सिन्धु विकास ब्याङ्क अनि सप्तकोशी डेभलपमेन्ट ब्याङ्क। टप लुजरमा छन् भने पिएमएचपिएल भनेर छ, जिआरडिबिएल, पिएचसिएल, पिपिसिएल, केपिसिएल। त्यस्तै टप टर्नओभरमा आज पनि हाइड्रो देख्न सकिन्छ, साहस, एसएचपिसी, पिपिसिएल, त्यसैगरी सप्तकोशी डेभलपमेन्ट ब्याङ्क पनि टर्नओभर राम्रै भएको छ, एनआरएनको पनि टर्नओभर राम्रो छ। भोल्युम वाइज हेर्ने हो भने एसएचइएलको भोल्युम टपमै आएको छ, बिएचएल छ, त्यसपछि साहस छ, एसएचपिसी छ, एनजिपिएल छ। अलिकति अब मार्केटको अवस्था के छ त्योतिर बुझौँ है त। हिजोको मार्केटलाई हेर्दा अलिकति एक्सपेक्टेड नै थियो, आज सायद त्यस्तो एग्रेसिभ ग्रोथ चाहिँ हुँदैन मार्केटमा, अलिकति बढे जस्तो गरेर मोमेन्टम कम पनि हुन सक्छ भन्ने चाहिँ थियो। त्यसैगरी आज यो तपाईको 2640-45 को लाइनलाई छोएर अलिकति मार्केट चाहिँ फेरि घटेको नै भनौँ न, सुरुको बढेको अवस्थाभन्दा अलिकति घटेको नै देखिन्छ हैन। अब तपाईको अहिले हेर्ने हो भने मार्केट अवस्था चाहिँ 2630-35 देखि 2600 तपाईको यो 80 सम्मको लाइन चाहिँ एकदम क्रुसियल एरिया मानिएको छ। यसमा तपाईको धेरैचोटि यो एरियामा चाहिँ तपाईको धेरैचोटि यहाँ के अरे रेजिस्टेन्स हुने अनि सपोर्ट हुने, फेरि रेजिस्टेन्स हुने, सपोर्ट हुने धेरैचोटि भएको छ। त्यही भएर यो चाहिँ अलिकति राम्रै टेस्टिङ फेजको चाहिँ एउटा करिडोर नै बनिसकेको छ तपाईको 2630-35 देखि 2680 सम्मको। अब मार्केटको इन्डिकेटर अथवा मार्केट अवस्था हेर्ने हो भने जुन हिसाबको चाहिँ यो तपाईको 2700 हाराहारीदेखि चाहिँ जुन तरिकाले घटेको थियो त्यो तरिकालाई त्यो र्यालीलाई चाहिँ हेर्दै जाने हो भने अहिलेको ग्रोथ अनुसार 1-2 दिन अलिकति रातो क्यान्डल बनेर फेरि 2680 सम्मको चाहिँ र्याली जान सक्छ भन्ने छ। अब सानो ट्रेडर हुनुहुन्छ भने तपाईले एउटा रिस्क यहाँ लिन सक्नुहुन्छ, हैन म कुर्छु भन्नुहुन्छ भने तपाईले यो 2635-40 को एरियालाई चाहिँ अलिकति ब्रेकआउट दिएको नै हेर्नुपर्छ। सकेसम्म 2640 माथि नै क्लोज भइसकेपछि एक र्याली किन्न चाहिँ सकिन्छ है। अब आरएसआई हेर्ने हो भने पनि डेलीमा तपाईको 47 मा छ भनेपछि विकलीमा चाहिँ तपाईको 48। आजको टर्नओभर भएको स्टकहरु हेरौँ है त। राम्रो टर्नओभर कसको सासको भएको छ, सासको के भइरहेछ तपाईले। सास चाहिँ तपाईको लगभग यो 2025 को जनवरी 6 देखि चाहिँ अलिकति हायर हाई नै बनाएर गएको थियो हैन। अनि मार्चमा गएपछि अलिकति त्यसमा चाहिँ तपाईको सेलिङ प्रेसर बढी आउनाले के रे अलिक घट्न गएको चाहिँ अवस्था देख्न सकिन्छ। त्यसपछि चाहिँ एकुमुलेसन फेज हुँदा हुँदै अहिले चाहिँ लगभग तपाईको यो 547 को जुन रेजिस्टेन्स छ त्यसलाई चाहिँ ब्रेक आउट गरेर माथि तपाईको यो 500
80-90 सम्म चाहिँ पुग्न सफल भएको छ है। अब अहिले के छ भन्दाखेरि साहसमा चाहिँ तपाईको यो एकदमै रेजिस्टेन्स जोनमा छ है। यो रेजिस्टेन्स जोन भनेको यसमा चाहिँ अब हाइली रिस्की जोन नै हो। यसमा अलिकति सप्लाई धेरै आउने ठाउँ, मान्छेहरू प्यानिक भएर बेच्न खोज्ने ठाउँ, अनि पुरानो टपमै पुग्नु भनेको अलिकति ल है कम्पनी चाहिँ बढिसकेको छ, के टाइम होल्ड गर्ने, वेट एन्ड वाच गर्ने अवस्था हो भन्न पनि देख्न सकिन्छ। अब सायद यो पुरानो एकुमुलेसनको अहिले तपाईको सेलिङ पनि हुँदैन, डिस्ट्रिब्युसन पनि हो कि जस्तो यसले देखाउँछ हैन। अब कन्फर्मेसन उठाउने कि नउठाउने भने कन्फर्म हुनलाई चाहिँ तपाईले लगभग 617 500 अहिले हाम्रो कति 604 देखि तपाईको लगभग यो एटलिस्ट 600 लाई क्रस गर्न दिनु भयो भने अनि बल्ल ल मैले किन्न सक्छु, यसले ब्रेकआउट दिन्छ जस्तो चाहिँ सिम्पटम देखाइराछ भन्ने हिसाबले चाहिँ अगाडि बढ्न सक्नुहुन्छ है। म्याकडीले के भन्छ त्यसमा? म्याकडीले पनि अलिकति बढ्दो छ, ब्लू लाइन चाहिँ माथि गएको छ हैन, बढ्न सक्छ भन्ने इन्डिकेसन पनि देखाइरहेको छ। त्यस्तै हो काम हेरौँ। बोलिङ्गर ब्यान्ड ले चाहिँ तपाईको रेजिस्टेन्समा भइसकेन माथिको लाइन चाहिँ लगभग टच गरिसकेको अवस्था छ। अब माथिको लाइन टच गर्नु भनेको सायद थोरै साइडवेज डाउन ट्रेन्डै आउन त अलिकति गाह्रो छ हैन, डाउन ट्रेन्डै भन्न त सकिँदैन, तर अलिकति साइडवेज बसेर अनि बल्ल माथि जाने र्याली चाहिँ सुरु गर्न सक्छ कि भन्ने जस्तो पनि देखाइरहेको छ है। अब अर्को स्टक हेरौँ। आजको बीपीसीएल हेरौँ। बीपीसीएल एकदमै चर्चित स्टक भइसकेको छ अहिले। बीपीसीएलमा हेर्दाखेरि अलिकति नेगेटिभ सेन्टिमेन्ट नै देखिन्छ हैन। बोलिङ्गर ब्यान्ड अनुसार पनि तपाईको अब अलिकति यो नेगेटिभ सेन्टिमेन्ट छ। अब कमसे कम अहिले वेट एन्ड वाचको लागि चाहिँ यो मिडल लाइन चाहिँ टच गर्न नै दिँदा ठिक हुन्छ है। त्यसैगरी अब यो तपाईको आरएसआईमा पनि नेगेटिभ डाइभर्जेन्स आइसकेको छ। त्यस्तै गरी यो तपाईको म्याकडीले पनि तपाईको नेगेटिभ इन्डिकेसन चाहिँ गरिसकेको छ के सेलिङ चाहिँ आइसक्यो भन्ने चाहिँ इन्डिकेसन गरिसक्यो। त्यही भएर अहिले बीपीसीएल इन्ट्रीको लागि चाहिँ नराख्दा नै ठिक हुन्छ। इन्ट्री नै गर्ने नै हो भने पनि एटलिस्ट 750 सम्म चाहिँ वेट गरौँ है। त्यसमा पनि वेट एन्ड वाच गरेर मात्रै इन्ट्री गर्ने, माहौल हेरेर मात्रै इन्ट्री गर्ने। अब कुन चाहिँ र्याली आउँछ त, एकुमुलेसन हुन्छ कि अब तपाईको साइडवेजमै बस्छ कि हैन, अलिकति माथिको मुभमेन्ट देखाउँछ कि, त्यो हिसाबले मात्रै हेरेर चाहिँ अगाडि बढ्दा ठिक हुन्छ है। अर्को रहेको छ हाम्रो टप टर्नओभरमा कुन छ त, एसएचइएल र एनजिपिएल पनि हेर्नु पर्यो है। एसएचइएल ले चाहिँ तपाईको लगभग पुरानो टप बनाइसकेपछि चाहिँ अहिले घट्दो क्रममा नै देखिन्छ हैन। अहिले ठ्याक्कै तपाईको यो बाइको लागि उपयुक्त समय चाहिँ देखिँदैन, किन भन्दाखेरि तपाईको म्याकडीले पनि अलिकति नेगेटिभ साइन नै गरिरहेछ है। स्ट्रेन्थ पनि घट्दो क्रममा देखिरहेछ है। जस्तै तपाईको यहाँ ओरेन्ज लाइनले चाहिँ क्रस दिइसकेको छ, यो भनेको अब स्ट्रेन्थ कम छ, मोमेन्टम चाहिँ डाउनतिर चाहिँ अलि बढी छ भन्ने चाहिँ देखाउँछ। अब यसको चाहिँ तपाईले लगभग यो कतिमा वेट गर्नुपर्छ भन्दाखेरि अब पुरानो सपोर्ट एउटा सपोर्ट चाहिँ 275 तिर सम्म चाहिँ एउटा सपोर्ट हुन सक्छ हैन। अनि अर्को सपोर्ट भनेको हजुर अर्को 250 देखि 55 सम्मको अर्को सपोर्ट आउन सक्छ है। त्यही भएर एटलिस्ट 275 सम्म चाहिँ वेट गरौँ भन्ने यसमा देखिन्छ। अहिले नै किनिहाल्नुपर्छ भन्ने छैन, किन्नुस् नकिन्नु भनेको हैन। भोलि तपाईको रिस्क चाहिँ कतिसम्म लिन सक्नुहुन्छ भन्ने छ। मैले अहिले किन्छु पछि एभरेजिङ गर्छु भन्नु भने किन्न ठिक छ। अलिकति फन्डामेन्टलहरु राम्रो भएको हाइड्रो पनि हो है, तर केही दिन वेट चाहिँ गर्न सकिन्छ। 275 सम्म वेट चाहिँ गर्न सकिन्छ। अर्को छ एनजिपिएल।
एनजिपिएल अहिले पनि तपाईँको डिस्ट्रिब्युसनमै छ जस्तो देखिन्छ होइन। यसले हेर्दाखेरि लगभग बटम लाइन टच गर्ने बेला भएको छ। बटम लाइन टच गरेर एक लटको साइडवेज गयो भने अनि बल्ल उठाम कि भन्ने कुरा चाहिँ यसले देखाउँछ होइन। त्यस्तै गरी आरएसआई हेर्दा पनि अलिकति स्ट्रेन्थ घटिसकेको देखिन्छ। त्यहीमा तपाईँको म्याकडीले पनि सेलिङ नै इन्डिकेट गरिरहेको छ है। त्यही भएर के अरे एनजिपिएल पनि अलिकति बाई गर्दा होसियारपूर्वक भएर मात्रै बाई गरौँ। लगभग यसको सपोर्ट भनेको तपाईँको यसको सपोर्ट कति हुँदैन 360 सम्म चाहिँ वेट गर्न मिल्छ है। 360 सम्म वेट गर्नुहोस् अनि बल्ल एक लट बाई गर्ने कि भन्ने सोच्न चाहिँ सकिन्छ। तुरुन्तै बाई गरिहाल्नुपर्छ बढ्न सक्छ त्यस्तो भन्ने चाहिँ अहिले इन्डिकेटरहरूले त्यस्तो खासै देखाएको चाहिँ छैन। अहिले चाहिँ सेलिङ नै हो, डिस्ट्रिब्युसन नै भइरहेछ मार्केटमा भन्ने चाहिँ हेर्न सकिन्छ है। अब सेक्टर वाइज हेरौँ न, सेक्टर वाइज के भइरहेछ त मार्केटमा। आज सेक्टर वाइज हेर्ने हो भने तपाईँको ब्याङ्किङमा थोरै मुभमेन्ट छ, डेभलपमेन्ट ब्याङ्कमा अलिकति छ राम्रै होइन। त्यस्तै फाइनेन्स इन्डेक्स चाहिँ घटिरहेछ, होटल टुरिज्म पनि घटेकै छ, हाइड्रोमा पनि अलिकति नेगेटिभ नै सेन्टिमेन्ट देखिरहेको छ। त्यस्तै गरी लाइफ इन्सुरेन्समा थोरै मुभमेन्ट आउला कि भन्ने पनि देखाएको छ। त्यस्तै म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा चाहिँ आज राम्रो मुभमेन्ट देखेको छ, 1.63% को चेन्जहरू आएको देखिन्छ है। म्यानुफ्याक्चरिङ नै हेरौँ न एकचोटि है। म्यानुफ्याक्चरिङमा ट्रेन्ड लाइन ड्र गर्ने हो भने तपाईँको एक लटको साइडवेज गएको मार्केट भइसकेको भएर चाहिँ तपाईँको यो आज राम्रो मुभमेन्ट देखिन गएको जस्तो देखिन्छ है। तपाईँको यहाँदेखि ट्रेन्ड लाइनहरू ड्र गर्ने हो भने लगभग साइडवेज जाने ठाउँ चाहिँ एक लटको चाहिँ तपाईँको सकिन आँटेको छ होइन। अब यो लेभलदेखि चाहिँ मार्केट कता जान्छ भन्ने कुरो छ। लगभग ट्रेन्ड लाइनको चाहिँ टच गर्ने बेला मार्केटले आज उठ्न खोजेको छ। अनि यो फेज चाहिँ हाम्रो लगभग यो एकुमुलेसन फेज पनि हुनसक्छ भन्ने कुरा चाहिँ देखिनमा आएको छ। किनभने चाहिँ यहाँदेखि जुन यो प्याटर्नहरू चाहिँ खुम्चिँदै गएको छ, यहाँ एक ठाउँमा गएर एन्ड चाहिँ भएको देखिन्छ कि यहाँ एन्ड भयो र भोलि गएर अप्पर ट्रेन्ड लाइन ब्रेकआउट दियो भने तपाईँको लगभग म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङले यो 7800-7700 को लाइनलाई चाहिँ छुन्छ कि भन्ने हामीले एउटा अनुमान लगाउनु छ। तर अहिलेको लागि यहाँ पुग्नुपर्ने भन्दा पनि हाम्रो चाहिँ यहाँ तपाईँको यो 4300-7300 मा चाहिँ एकचोटि वाच गर्नुपर्ने हुन्छ है। अब अहिलेलाई एन्ट्री गरिहाल्नुपर्छ भन्ने चाहिँ खासै त्यस्तो देखिएको चाहिँ छैन होइन। अलिकति यहाँ पनि तपाईँको ब्लू लाइनले क्रसै दिइसकेपछि अनि यहाँ तपाईँको स्ट्रङ सेन्टिमेन्टहरू देखेपछि अनि बल्ल एन्ट्रीको लागि जाँदा चाहिँ हुन्छ। अब होइन म रिस्क लिन्छु अहिले नै जान्छु भन्न पनि पाइयो नपाइने चाहिँ होइन है। तर एक लटको कन्फर्मेसन भइसकेपछि जानु र अहिले तुरुन्तै जानुमा रिस्क फ्याक्टर चाहिँ फरक चाहिँ पर्छ, नपर्ने चाहिँ होइन है। अब होइन मैले चाहिँ के अरे तपाईँको एभरेजिङ गर्न सक्छु अहिले किने पनि 10% घट्दा बरु मैले फेरि एभरेजिङ गर्छु। अब म्यानुफ्याक्चरिङ बढ्ने अब आफू स्योर सर्ट हुनुहुन्छ भने चाहिँ जाँदा पनि फरक परेन, होइन भने मैले बुझेको चाहिँ अहिले एकचोटि वेट चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ है। तपाईँको अहिले यो हेर्ने हो भने पनि 70-72 लगभग 70-7100 कै लाइन क्रस गर्यो भने मात्रै अलिकति इन्ट्रीमा सोचेर अनि यो तपाईँको 4300-7300 कोमा चाहिँ एक्जिट हुने यदि तपाईँ सर्ट टर्म ट्रेडर हो भने चाहिँ हेर्न सकिन्छ है। म्यानुफ्याक्चरिङमा हेरौँ न त आज जिसिआइएल के भइरहेको छ। जिसिआइएलमा पनि एक लटको तपाईँको साइडवेज नै छ भन्ने देखिरहेको छ होइन। अब अहिले चाहिँ त्यस्तो अब बढी नै हाल्छ भन्ने खालको सेन्टिमेन्ट पनि छैन फेरि है। यहाँ हेर्दाखेरि पनि तपाईँको स्ट्रङ बाई अथवा बाईको लागि सिग्नलहरू पनि खासै देखाएको चाहिँ छैन। तर अब मार्केट साइडवेज मार्केट भन्दा पनि तपाईँको यो स्टक चाहिँ साइडवेजमा गइसकेको छ। अलिकति लङ टर्मलाई होल्ड गर्न सक्नुहुन्छ भने
प्याटर्न चाहिँ अलिकति राम्रो नै बनेको देखिन्छ। यहाँ सायद लगभग तपाईको कतिमा अब यहाँदेखि गर्ने हो भने यसले चाहिँ प्याटर्न हेर्दा चाहिँ ट्रेन्ड लाइनहरु हेर्दा चाहिँ जुलाईसम्म ब्रेकआउट दिन्छ कि जुलाईसम्म तपाईको यो अहिले यो 400 500 देखि 530 को लाइनमा जुन तलमाथि खेलिरहेको छ यो चाहिँ ब्रेकआउट दिन्छ कि भन्ने छ है। अब बाँकी त अलिकति आफूले पनि एनालाइज गरेर बुझेर मात्र। अब मैले हेर्ने हो भने चाहिँ पर्सनली मेरो सजेसन चाहिँ एकचोटि यो तपाईको 520 30 को लाइनले चाहिँ यो लाइनले चाहिँ ब्रेक गर्न दिएर अनि 525 लाई ब्रेक गर्न दियो भने अनि बल्ल उठाउँदा चाहिँ अलिकति ठीक हुन्छ जस्तो लाग्छ र त्यो हुन चाहिँ लगभग 1 महिना लाग्छ होला भन्ने यसले चाहिँ अलिकति देखाइरहेको छ है। अब नेपाली मार्केट अहिले अवस्था हेर्ने हो भने अलिकति यस्तै छ, तलमाथि मात्रै छ है। अब जुन हिसाबले मार्केट अगाडि गइरहेछ यो एक लटको तपाईको अपर्च्युनिटी पनि यो हो है। अब हामीलाई तुरुन्तै प्रफिट चाहिन्छ भन्ने खालको मार्केट चाहिँ होइन। मार्केटमा तुरुन्तै प्रफिट हुने अनि घाटा नहुने भन्ने हुँदैन हैन। अलिकति रिस्क त हुन्छ, नहुने हैन। अब पुरानो पनि हेर्नु हुन्छ भने तपाईहरुले हेर्नुस् है, यसरी साइडवेज गएको छ मार्केट। साइडवेज जाँदै तगर्दै एकैचोटी ब्रेकआउट दिएको छ र हो हामी चाहिँ यहीँनिर छुट्छौं के अनि हैन भन्छ ए यो त घट्छ भनेर नकिन्ने अनि यहाँ जब ब्रेकआउट दिन थाल्यो बढेर यहाँ टुप्पोमा पुग्यो अनि बल्ल हामी किन्ने अनि फस्ने हो के। त्यही भएर जति बेला मार्केट साइडवेजमा हुन्छ सक्तो किन्ने हो। मार्केट स्टक हेरेर स्क्रिप्टहरु हेरेर हैन अलिकति फन्डामेन्टल हेर्ने टेक्निकली हेर्ने त्यो हेरेर किन्दा चाहिँ घाटा चाहिँ हुँदैन है। जस्तै यो ठाउँमा चाहिँ यस्तो प्याटर्नहरु बनेको बेला नि सायद धेरैले चाहिँ छुटायो हैन। त्यस्तै अब हेर्ने हो भने लगभग यहाँको बेला छुट्यो होला तपाईहरुको, यहाँ छुट्यो होला। सो साइडवेज मार्केट भनेको तपाईको एग्रिगेटमा हेर्दा राम्रो मार्केट पनि हो के। यो चाहिँ एउटा अपर्च्युनिटी पनि हो। यसपछि बुल जान थाल्यो भने फेरि तपाईको यहाँदेखि तपाईको 2000 देखि 3000 सम्मको जुन र्याली थियो नि त्यस्तै र्याली आउँछ के यहाँ पनि। अब अहिले त बुल आयो भन्ने मात्रै हो, बुल त आकै छैन। बुल आउने भने तपाईको यहाँ 3000 को क्रस भइसकेपछि अनि बल्ल मेन बुल सुरु हुने। यो त अहिले मिनी बुल मात्रै हो, एउटा साइडवेज मार्केट भित्रको हैन उतार चढाव मात्रै हो भन्न बुझ्न सकिन्छ है। त्यही भएर अहिलेको समय त्यस्तो हाइप भएको पनि छैन। मेरो सजेसन अनुसार चाहिँ अब स्टक हेरेर स्क्रिप्टहरु अलिकति हेरेर बुझेर हैन फन्डामेन्टली टेक्निकली बुझेर चाहिँ तपाईको अलिकति एक्युमुलेसन तिर लाग्न चाहिँ सकिन्छ जस्तो लाग्छ। ट्रेन्ड लाइनले हेर्दा पनि त्यस्तै देखिन्छ। तपाईको यो मार्केट अब ट्रेन्ड लाइन कोर्ने बेला यो खुम्चिदै जानु भनेको चाहिँ मार्केटले चाहिँ अब साइडवेज के रे ब्रेकआउट दिन खोजिरहेछ है भन्ने कुरो चाहिँ हो है। अब यस्तो केसमा चाहिँ के हुन्छ भन्दाखेरि नेगेटिभ सेन्टिमेन्ट सबै कुरा नेगेटिभ छ अनि हाइप भइसक्यो मार्केट छ भनेपछि ट्रेन्ड लाइन मुनि ब्रेकआउट गर्यो भने रिभर्सलै जान्छ भन्ने पनि छ। तर अहिले त हाम्रो त्यस्तो मार्केट छैन। पुरानो एकचोटीको तपाईको साइडवेज पछि ब्रेकआउट दिएर लगभग 2900 3000 पुगेको मार्केट अहिले साइडवेज गएर बसिरहेछ मात्रै है। लोअर हाई बनाउँदैछ तर लोअर लो त कतै पनि बनाएको छैन हैन। त्यो हिसाबले मार्केट चाहिँ अलिकति पोजिटिभ सेन्टिमेन्टमा छ र अहिले सर्ट टर्म ट्रेडर हो भने तपाईले यो 2625 30 देखि 2680 सम्मको लाइनमा सर्ट टर्म ट्रेडिङ स्क्रिप्ट छानेर गर्न सक्नुहुन्छ। हैन म वेट गर्छु, अलिकति वेट गर्न सक्छु, घट्यो भने स्टप लस समयमा गर्ने हैन मैले एभरेजै गर्छु भन्नुहुन्छ भने पनि तपाईले अहिलेदेखि चाहिँ फेजमा चाहिँ किन्दै एक्युमुलेट गर्दै चाहिँ सक्नुहुन्छ। लगभग मार्केटले 2750 ब्रेकआउट दिने बित्तिकै 2750 त लामो छ छन त, तर अब मार्केटमा बुलै आउन कन्फर्म भइसक्यो भने त फेरि 2750 ब्रेकआउट हुन धेरै समय पनि लाग्दैन। 100 अंक हो
अब मार्केटै सर्किट हान्यो भने चाहिँ 100 अङ्क यत्तिकै क्रस भइहाल्छ होइन। त्यही भएर अलिकति हजुरले एकुमुलेसनतिर लाग्न चाहिँ सकिन्छ स्क्रिप्ट हेरेर है त। ल आजलाई मार्केट चाहिँ यही भयो। मार्केटको समरी अब त्यस्तो धेरै कुरा हुनुपर्ने पनि खासै अहिले मार्केटमा त्यस्तो केही पनि भएको छैन। ठिक छ, अब अरू फ्याक्टरहरू के आउँछन् बिस्तारै अब पोलिसीहरू के आउँछन् त्यही अनुसार हेरेर कुरा गरौँला है। हस्, थ्याङ्क यू।